हेलो नमस्ते सबजनालाई होप आज फाइन म पनि एकदम फिट एन्ड फाइन छु सो शुभ बिहानीको साथमा शुभ भइसकेको छ दाजुभाइ तथा दिदीहरूलाई होप सब तपाईँहरू सबैजना सन्चै र आरामै हुनुहुन्छ होला म पनि त्यो सन्चै नै छु जो अलिकति लङ टाइम पछि नै हाम्रो ब्लग सुट भइरहेछ सो हामी चाहिँ आज रोल्पा जाँदैछौँ अब घुमघामको लागि अनि सानोतिनो हाम्रो टिकाराम दाईको काम छ त्यही कारणले हामी बिहानै तपाईँको कति बजी अहिले 6:30 बजीतिर निस्किँदैछौँ त्यो 2 गोली कटिसक्यौँ भनौँ न माथि अफरोड सुरु भइसकेको छ अब हेर्दै जाउँ अब रोल्पा जाँदैछौँ अब कहाँसम्म जान्छौँ त्यो चाहिँ थाहा छैन मैले चाहिँ घर ढाँटेर आएको छु केटा हो त्यही कारण हो अब के कस्तो भइरहेको छ टिकारामलाई 2-4 शब्द जान्छ त दामी भइरहेको हेरौँ अब याद चाहिँ रोल्पासम्मको हो अब कहाँसम्म हुन्छ भ्लगमा हेर्नु होला त्यही हो अनि अहिले चाहिँ त्यो उज्यालो हुन लाग्छ हाम्रो प्लान चाहिँ के छ भनेपछि माथि होलेरीदेखि अलि यतातिर डाँडामा दाङसिरी डाँडा हो दाङसिरी डाँडा आसपास पुग्यौँ भने तलतिर घोराइको भ्यू चाहिँ कुहिरो लागेको कारणले एकदम बवाल देखिन्छ यस्तो डेन्जर चिसो छ कि बिहान आमा निस्किन सकिन्न त्यही पनि यस्तो वाइल्डवाला ज्याकेट लगाएर पनि टोपी लगाएर पनि चिसो बढेकै छ तल चाहिँ कुहिरो लाग्यो अहिले चाहिँ यहाँ चाहिँ त्यस्तो छैन सो हेर्दै जाऊ भिडियो अन्त्यसम्म तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ जुडल फर्केर लाइक कमेन्ट सब्सक्राइब सबजना सपोर्ट दिनु पऱ्यो माया दिनु पऱ्यो अब कहाँसम्म जान्छौँ रोल्पा हेर्दै जाऊँ अब रोल्पा जान्छौँ तर अब कुन ठाउँदेखि कुन ठाउँसम्म जान्छौँ त्यो चाहिँ हेर्दै गरौँ जहाँ पनि हुनसक्छ अब दुई भाइको मुडका कुरा होइन त सो हेर्न सक्छौँ हाम्रो सनराइज चाहिँ एकदम बवाल नै भइरहेछ तर दाङमा चाहिँ हाम्रो हुस्सो कुहिरोहरू लागेको कारणले चाहिँ घाम छिर्न पाएको छैन हामी छौँ एकदम हाइटमा हामी छौँ लगभग धेरै माथि नै छौँ भनौँ न सो अब होलीर जाऊँ नास्ता पानी खान्छौँ त्यसपछि फेरि अब कहाँ हुन्छ छलफल सो अलरेडी गाइज हामी चाहिँ होलीर आइपुग्यौँ भर्खर चिसो चाहिँ एकदम चिसो छ यहाँ वाइल्ड छ भाइ यस्तो छ आज होलीको माहौल चाहिँ एकदम दामी छ सो अलरेडी गाइज हामी चाहिँ यहाँ होलीको घोडागाउँले होटेलमा चाहिँ नास्ता पानी खाना चाहिँ लास्टै ओभर नै चिसो छ यतातिर चाहिँ हामी चाहिँ नास्ता खान्छौँ अनि त्यसपछि निस्किन्छौँ यता ल सो अलराइट गाइज हामी चाहिँ नास्ता खाएर होलेरीबाट निस्किसक्यौँ अब चाहिँ लाग्दैछौँ हामी माथि धारबोटसम्म सो गाइज हामी चाहिँ निस्किसक्यौँ अब सो गाइज यो भ्यू चाहिँ एकदम दामी छ कि कुरै छोडौँ है आयो क्या यहाँ चाहिँ हाम्रो पुलिस मामाहरू चाहिँ हुनुहुन्छ हाम्रो अगाडि पछाडि हामी चाहिँ अलिकति लाइसेन्समा पऱ्यौँ चेकिङमा पऱ्यौँ गाइज होइन अब यो चाहिँ पहिला जनयुद्ध हुने बेला चाहिँ लडाइँ भएको युद्ध भएको ठाउँ लाग्यो अनि यहाँ चाहिँ प्रहरीहरू थियो सायद आर्मीहरू अनि त्यो ठाउँ चाहिँ तपाईँको माओवादीहरू भनौँ न नि माओवादी हो नि त नि माथितिर माओवादी भाँच्नु भने त्यहाँ पुरै छन् पुरै देखिरह होला अनि यहाँबाट चाहिँ तपाईँको पिच लगभग वहीँ माथि दिवाङसम्म छ है अब यहाँबाट होलीसम्म मात्र हो कि अब अलिकति गाह्रो हुनु यहाँ हेरौँ न यार भ्यू चाहिँ यस्तो दामी छ कि पुरै छोडिदिउँ न बाटो हुँदैछ रमाइलो गर्छ सेकेन्ड टाइम हो क्या दिवाङ जानु लाग्यो म फर्स्ट टाइम चाहिँ त्यो लगभग सानो थियो कि अब त्यो बेला थाहै पान्न त्यही 2.5 वर्ष समथिङ सो हामी चाहिँ दवन बजार इन्टर भइसकेका छौँ यहाँबाट चाहिँ दवन बजार हेर्न सक्छौँ दवन बजारै यो चाहिँ हाम्रो दामी चाहिँ यातायात मन्त्रालय समथिङ के रहेछ यहाँबाट चाहिँ लगभग सो हामी चाहिँ अहिले त्रिवेणी आछौँ सो अलराइट गाइज हामी चाहिँ यो भाङ्गबारी यताउति लगभग कटाएर चाहिँ तिला आसपास पुग्न लाग्छौँ यस्तो डेन्जर चिसो छ कि कुरै छोडिदिनुहोस् कि यहाँ कसम खुट्टै लागिरहेको छैन कि दाइने लास्टै ओभर यस्तो न्यानो कपडा लगाएर पनि ओभर चिसो छ भ्यू हेर्दै रमाइलो गर्दै गइरहेछौँ अब
हेर्दै जाउँ भिडियो कस्तो हुन्छ यहाँ बोल्न पनि सकिरहेन मुख नै लागिरहेको छ गाइज होइन के गर्नु अब गाह्रो छ गरी खानु है त ल इन्जोय गरौँ है ब्लगलाई ल सी यू सो गाइज मेरो पछाडि छ हाम्रो तिला बजारको बोर्ड तिला बजार चाहिँ अलिकति पर छ हामी चाहिँ यहाँ फोटो सेसनको लागि केही बेर केही क्षण चाहिँ हामी वेट गरिरहेछौँ सो त्यही हो सो हामी चाहिँ अहिले तिला बजार आइसकेका छौँ अनि मैले चाहिँ यहाँ अलिकति ब्यागमा गोप्रो अट्याच गरेर म्यानेज गरेको छु तिला बजार आयौँ अब यहाँबाट चाहिँ लगभग कुन ठाउँ आउँछ यसपछि दारबोट अब चाहिँ यसपछि चाहिँ दारबोट आउँछ अरे म चाहिँ याद छैन कि अब सानोमा गएको अब ठ्याक्कै त्यस्तो याद छैन त्यो कारणले पनि होला बाटो चाहिँ यस्तो वाइल्ड फिलिली छ है तर अलिकति ओभर चिसो छ भन्ने कुरा हो नत्र अरू त लगभग ठिकै छ भनौँ न जस रमाइलो भइरहेको छ टिकाराम दाई म इन्जोय गर्दैछौँ हाम्रो यात्रालाई हामी चाहिँ अहिले चाहिँ दारबोट आइपुग्यौँ अब यहाँ चाहिँ एकछिन अड्डिन्छौँ होला ग्यारेज रहेछ भने हामीले चाहिँ तेल हाल्ने भनेको छौँ चेनमा चाहिँ त्यो चिसो त चिसो नै छ यतातिर पनि अड्डिन्छ गाडीमा अड्डिनु कस्तो चिसो हो यार सो गाइज हामी चाहिँ अहिले ठ्याक्कै दारबोट आइपुग्यौँ यो चाहिँ यहाँ चाहिँ 3टा पिलर छ होइन यता माथितिर गएपछि चाहिँ उता थवाङ घरती गाउँ यताउति समथिङ जान्छ यो बाटो यता फर्केपछि चाहिँ घोराई त्यसपछि तलतिर लागेपछि चाहिँ लिबाङ त्यसपछि माडीचौर प्युठान सिउठान यताउति सर्गदारी सबै भेट्छ जस दामी छ बाटोहरू ठाउँहरू जस राम्रो रहेछ त्यही हो सो यो चाहिँ हाम्रो रोल्पा जिल्लामा पर्ने दारबोट भन्ने ठाउँ हो हामी चाहिँ यहाँ जस एउटा गाडी आइरहेको छ टिकाराम दाईको आफ्नो मान्छेको अनि त्यहाँ अड्डिरहेछौँ अनि मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ एकदम दामी होइन दारबोट बजार ठिकै रहेछ तर अलिकति के सुविधा भएन भनेपछि बाइक ग्यारेज यताउति टाइपको भएन छ अलिकति हामीले मुभी हाल्ने भनेको थियौँ अब हामीले हाल्छौँ अब कहाँ हाल्छौँ दाइ वाइल्ड रमाइलो भइरहेछ त्यहाँ चाहिँ दामी छ क्या पहाड त्यो यो पहाड फेरि मलाई ठ्याक्क होइन हल्का मुस्ताङको उता तातो पानीको भाइब दिइरहेछ जस के कस्तो भइरहेछ यात्रा आज अहिलेसम्म यहाँदेखि यहाँसम्म रमाइलो भइरहेछ कारणवश साधनले पनि धोका देखाएन नदियोस् पनि त्यही हो सो त्यही हो अलिक चिसो छ डेन्जर छ यार चिसो अब पुसमाग भनेको चिसो नै हुन्छ लगभग भनौँ न सो हामी चाहिँ दारबोट बजार कटाएर माथितिर नलागेर तलतिर लागिरहँ ओह्रालोतिर अब यहाँबाट चाहिँ माडी खोला नि अरे माडी चौर आउँछ अरे माडी खोला माडी चौर रोल्पाको आउँछ अरे अनि त्यसपछि चाहिँ लिबाङ बजार आउँछ लगभग ओह्रालो छ यहाँको भ्यू चाहिँ एकदम अमेजिङ छ है सो ब्युटिफुल नेपाल हो नि यहाँ नेपाल जताततै हरियाली जस बाटो पनि अलिकति सानो छ हामी चाहिँ मस्त पारामा घुमिरहेछौँ रमाइलो पारा छ है आज चाहिँ हामी चाहिँ अहिले त्यो के अरे दारबोटदेखि धेरै तल गइसकेका छौँ तर यतातिर चाहिँ डेन्जर नै चिसो छ गाइज होइन आजको माहौल चाहिँ सो हेर्न सक्नुहुन्छ यो त्यो डाँडा काँडाहरू यस्तो दामी देखिरहेको छ है हामी चाहिँ यो डाँडाहरू कटाएर घुम्दै फिर्दै रमाइलो गर्दै आइरहेका छौँ भने हामी चाहिँ लाग्दैछौँ अब लिबाङतर्फ अब माडीचौर आउँछ त्यसपछि बल्ल हो लिबाङ चाहिँ दामी छ है रमाइलो छ है वाइल्ड छ दामी यो साइड चाहिँ त्यो साइड चाहिँ हिमा छ तर अहिले चाहिँ हामी धेरै तल आइसकेका छौँ त्यही कारणले चाहिँ देखिरहेको छैन होला सो अलराइट गाइज हामी चाहिँ लगभग माडी खोला आसपास आइसकेका छौँ अलिकति बाँकी छ थोरै त्यो साउँदैछौँ नौलो बाटो नयाँ किसिमको ठाउँ भ्रमण गर्दैछौँ दाइले टिकाराम दाइले चाहिँ कहिले हालिसक्नु भएको छ सो हामी चाहिँ अहिले माडी खोला आइपुगेका छौँ यहाँ तल खोला बगिरहेको चाहिँ हाम्रो माडी खोला त्यो रमाइलो भइरहेको छ दामी भइरहेको छ हामी अरू चाहिँ पछाडि आइरहनु भएको छ बाइक चाहिँ अगाडि है बाटो चाहिँ यस्तो दामी छ है सायद मलाई जहाँसम्म लाग्छ त्यो बाटो पर जाने हो क्या हो सो अलराइट गाइज मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हाम्रो माडी खोला अनि हामी चाहिँ माडी खोला आइपुगेका छौँ अहिले चाहिँ माथि डोजरले बाटो बनाउँदैछ क्या त्यही भएर यहाँ पानी चाहिँ एकदम कालो कालो आइरहेछ कि अरे प्यालो चिया कलर
जो सही छ है बाटो चाहिँ एकदम सही रहेछ तर अलिकति अत्याधिक मात्रामा चिसो बढ्दै गएको छ त्यही कारणले चाहिँ मात्र अलिकति गाह्रो भयो नत्र चाहिँ बाटोहरू क्लियर छ अलिकति अप्ठ्यारो भनेको त्यही हाम्रो हुलेरदेखि घोराइसम्मको राजमार्ग अलिकति अप्ठ्यारो छ अब यहाँबाट चाहिँ लिबाङ धेरै छैन अब आधी घन्टा समथिङ लाग्ला त्यति पनि लाग्दैन होला बाइकमा चाहिँ अनि जस रमाइलो भइरहेछ आजको दिन एकदम दामी मेमोरेबल हुन्छ यो टाइम चाहिँ है दाइ एकदम भाइसँग चाहिँ म फर्स्ट टाइमै हो यति लङ बाइकमा हिँडेको लिबाङसम्मको चाहिँ यात्रा भयो फर्स्टमा चाहिँ अब रोल्पासम्म मात्रै हिँडेको यो यात्रा चाहिँ लामो भयो हामी चाहिँ यो रेउगा भन्ने ठाउँ आइपुगेका छौँ रोल्पा जिल्लाको रेउगा भन्ने ठाउँ मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ रेउगा चाहिँ खासै ठुलो क्षेत्रफलमा भएको थोरै क्षेत्रफल भएको ठाउँ रहेछ सो त्यो ठाउँ चाहिँ एकदम दामी छ क्या त्यो फर्स्ट टाइम घुमेर होला नेपालको जुनसुकै गए पनि एकदम दामी नै हो हाम्रो लागि त यस्तो छ है रेउगा चाहिँ यस्तो छ है ब्याकग्राउन्ड चाहिँ हेर्न सक्नुहुन्छ पाहाडले घेरेको बिचमा समथल भूमिमा चाहिँ हाम्रो यो रेउगा रहेको छ भने यस्तै छ जिन्दगी ट्राभल गर्नुहोस् आफ्नो साथीभाइहरूसँग घुम्नुहोस् रमाइलो गर्नुहोस् दामी मेमोरेबल टाइम स्पेन्ड गर्नुहोस् है म त त्यही गर्छु गाइस म पनि त्यही गर्छु र म सबलाई यही मोटिभेट गर्छु यो टाइममा घुमेन भने कहिले घुम्ने गाइस भोलि बिहान कमाउनु गयो भने घुम्न पाइन्न के कसो हो कि नेपालमा बस्नु पऱ्यो नेपालमा बस्नु त कामै छैन सोलर गाज हामी चाहिँ लिबाङ बजार इन्टर भइसकेका छौँ अनि हाम्रो लिबाङ बजारको माहौल चाहिँ यस्तो रहेको छ है अनि त्यस हामी चाहिँ दामी समयमा आइपुग्यौँ छिट्टो पनि भएन त्यस्तो ढिलो पनि भएन त्यस एभरेज टाइम भनौँ न ल यस्तो हेरौँ न त अब लिबाङ बजारको भ्यू के अरे सो यस्तो रहेको छ यहाँको चाहिँ माहौल आजको भनौँ न लिबाङ बजार हो लिबाङ बजार यस्तो छ है लिबाङ बजार एउटा पाहाडको चुच्चो छ नि नाइस यार लिबाङ बजार पनि एकदम ठुलो क्षेत्रमा पहिले पहिले कुदन खोज्छन् फेरि रोल्पा जिल्लामा पर्ने अवस्थित हाम्रो लिबाङ बजार अहिले चाहिँ हाम्रो लिबाङ बजारको यो हल्का भित्र यो के भन्छन् यसलाई बजार क्षेत्र भनौँ न लाइक त्यही नै हो त्यस्तो छ जस हाम्रो दाइ चाहिँ एकदम बिन्दास पारामा यहाँसम्म चाहिँ मलाई फिलिली ल्याउनु भएको छ घर पनि फिलिली लग्नुहुन्छ भन्ने आश गरेको छु त्यो चाहिँ ढुक्कै हो अब जस बजार पनि ठुलै राम्रो रहेछ भनौँ न अब हामी जाने चाहिँ मेन त्यहाँ घरहरू देखाएको छ नि हो यो चाहिँ हो लिबाङ बजार विशेष गरी सो हामी चाहिँ लिबाङ बजारमा चाहिँ खानासाना खाइयो अनि यता अब तलतिर झर्दैछौँ अब सानोतिनो काम सकेर त्यही कारणले आएको थियौँ अनि हजुर यहाँ पनि एक ठाउँ साइड पसल छ कसको कसको भन्ने अब मलाई चिन्नु न छ भनेको आज टाइम मिलाएर बटालो यहाँ छोडिदिउँ जाम है माथि अलि बरु ढिलो जाम्दा नि हल्का पुग्न त 9-10 बजीसम्म त पुगिहाल्छौँ हामी फेरि सो हामी चाहिँ यहाँ लिबाङ बजारको भित्रपट्टिको गल्ली चाहिँ घुमिरहेछौँ मेन बजार चाहिँ अलिकति तल छ खाना खान गएको थियौँ माथि अलि माथि त्यो कारण चाहिँ हो होइन अनि जस रमाइलो भइरहेछ एडभेन्चर भइरहेछ वन्डरफुल टाइम स्पेन्ड भइरहेछ हाम्रो दुई भाइको चाहिँ अनि यो ब्लग आउँछ छिटै नै सो यस्तो छ है त लिबाङ बजारको यो भित्रको गल्ली जस दामी छ है एकदम हाइटमा छ क्या घरहरू पनि लास्टै भनौँ न के अरे यो चाहिँ हाम्रो हातले बनाएको होममेड ढुङ्गावाला
हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो नेबाङ बजारको टुडी खेल है। आउनुहोस् है गेम खेल्न, फुटबल खेल्न आउनुहोस् है मसँग। फुटबल खेल्न आउनु, भलिबल खेल्न आउनु, बास्केट खेल्न आउनु, के खेल्न चाहनुहुन्छ तपाईँ भन्नु न, हामी छौँ नि खेल्नलाई। सो अलिकति हामीले चाहिँ माथि त्यो सातो बाटोको भ्यू टावर जाने सोचिरहेछौँ। सातो बाटोको त हो, त्यहाँ जाने सोचिरहेछौँ। अलि समय मिल्यो भने त अवश्य जान्छौँ, सकेसम्म त जान्छौँ होइन। हामी दुई भाइ यस्तो पारामा घुमिरहेछौँ लिबाङ बजार होइन र के कसो ठिक छ? दामी कस्तो भइरहेछ? रमाइलो। म त योभन्दा अगाडि नै आइसकेको। अब उसो भाइलाई चाहिँ फर्स्ट टाइम घुम्दैछ। बचपनमा आएको अरे, जन्म दर्ता कहिले रे कहिले? बचपनमा जन्म दर्ता बनाउन। जन्म दर्ता हो भनेपछि सो त्यही हो। अहिले चाहिँ हामी यस्तो हो, चार्जर बिग्रियो, चार्जर किन्न चाहिँ जानु लाग्छ। मेरो मोबाइलको ब्याट्री हेल्थ चाहिँ लास्टै डाउन भइसकेको छ। चार्जर किन्छौँ अनि त्यही हो। उसो भाइ मोबाइल चार्जको लिड लिन गइरहेको क्या। अन्त जितहरू आउँदा अहिले लिबाङ बजारको भित्र एन्टर गरिसकेका छौँ। अब चाहिँ घुम्दैछौँ, तर हामी चाहिँ मेरो मोबाइलको चार्जर किन्न जाँदैछु। त्यस बजार क्षेत्र पनि अलिकति ठुलै रहेछ भनौँ न, जस रमाइलो भइरहेछ। मैले चाहिँ टाइप सी चार्ज किनिसकेँ। अनि पैसा चाहिँ हाम्रो होनहार टिकाराम दाइले चाहिँ त्यो पैसा 10 रुपियाँ चाहिँ हालिदिनु भएको छ अरू। त्यसको मतलब तपाईँहरूले बुझ्नु न, हाम्रो साइन कोड भनेको अब 100 कति रुपियाँ हालिदिनु भयो अरे? 100 250 हालिदिनु भएको छ। मैले 100 रुपियाँ मात्र हालेँ, 350 को केवल यो चाहिँ। सो अलराइट गाइज, अहिले चाहिँ हामी माथि सातो बाटोको भ्यू टावर जाँदैछौँ हामी दुई भाइ है। अनि सानोतिनो काम थियो, त्यो काम चाहिँ भन्न मिल्दैन। अनि त्यो चाहिँ कामसाम भयो, अनि काम भइसकेपछि हामी जाँदैछौँ माथि। अब लिबाङ बजारको एरियाभित्र नै छौँ हामी, भित्र गल्ली गल्ली घुमिरहेछौँ, गाउँ ठाउँ घुमिरहेछौँ, यसो ठाउँ चिन्दैछौँ। नेक्स्ट टाइम आयो यो चाहिँ भ्यू हेर्न सक्नुहुन्छ, यस्तो दामी छ आम्मामा। यो चाहिँ हाम्रो लिबाङ बजार है। त्यो बिचमा देखिरहेको चौर चाहिँ टुडी खेल लिबाङ बजारको हो। अनि ठ्याक्क वरपर डाँडा काँडा बिचमा सहरहरू बसेको त शान्तिनगर गाउँ टाइपको भनौँ न। जे कुन गरेको लगभग 5-10 मिनट भयो होला। अनि बाइकमा कन्टिन्यू छौँ हामीहरू चाहिँ। तर जे भए पनि अलिकति टाढा नै छ जस्तो लाग्यो मलाई चाहिँ। तर के हुन्छ कसो हुन्छ, अब नयाँ नौलो ठाउँमा अब यस्तै त हो। सुरुमा त मन आत्तिहाल्छ, त्यसपछि चाहिँ चिल हो। यस्तो दामी छ है। त्यहाँ कालिस पाले रहेछ नि त त्यहाँ। सो यो चाहिँ हाम्रो सातो बाटो जाने गेट। अनि हामी चाहिँ जाँदैछौँ माथि टक्क, त्यही त होला, नजिकै छ क्या सायद। रमाइलो हुनेवाला छ आजको एपिसोड पनि। त्यो हाम्रो फर्स्ट टाइमपछि लङ ट्रिप विदाउट ब्रदर टिकाराम ब्रदर। अनि त्यो रमाइलो हुनेवाला छ। फाइनल्ली सातो बाटो हेर्न सक्नुहुन्छ। सातो बाटो आइसक्यौँ। सातो बाटोको चाउर जस लास्टै हाइडिरहेछ है। जस यस्तै हेर्नुपर्छ, यस्तै हेर्नुपर्छ। सो अलराइट गाइज, हेर्नु न, वाइडमा भिडियो खिचिरहेको छु, त्यही पनि भेटिरहेको छैन। कति अग्लो होला हेर्न सक्नुहुन्छ। वाइडवाला सातो बाटोको यो खतरा छ आम्मामा टावर त। यहाँ आइपुगेको छौँ भर्खर। सो एकछिन यहाँ चाहिँ भ्रमण गर्छौँ, घुम्छौँ, त्यसपछि निस्किन्छौँ होला। जस चिसो त चिसै छ यतातिर पनि। अब रमाइलो त रमाइलो भइरह। सो हामी चाहिँ अब जान्छौँ होला माथि उता टिकाराम ब्रदर। अनि त्यही हो जनयुद्ध स्मृति भ्यू टावर रे रोल्पा नगरपालिका। रोल्पा भन्नु र रोल्पा नगरपालिका सातो बाटो लेख्नु पर्ने के भन्नु? ए पक्नुस् त। सो यस्तो थियो है। यहाँ चाहिँ पढ्न सक्नुहुन्छ, पढाउ। कस्तो भइरहेछ टिकाराम दाइ? रमाइलो भइरहेको। अब सानो घर पुग्ने हो क्या। युसभरि घुमौँ भट्काम छु। त्यो हाइट त हाइट छ मात्रै लास्टै। अब
कतिखेर पुग्छौँ माथि थाहा छैन यस्तो छिटो त पुग्दैन मलाई बिस्तारै यस्तो छ जस दामी छ कि बनावटहरू यताउति हाइटी जस अलिकति सो अलराइट गाइज वर एट द सातो बाटो टावर हामी चाहिँ सातो बाटो टावरमा छौँ अहिले चाहिँ एकदम यो चाहिँ हाम्रो हाइएस्ट हाइटमा छ नि त हाइएस्ट के त हो भन्ने तर हाइटमा छ जियोस् पर जियोस् डाँडाकाँडाहरू सबैले घेरेको छ देख्न सक्छौ हाम्रो पछाडि ब्याकग्राउन्डमा चाहिँ जियोस् अलिकति दामी छ रमाइलो छ घुम्दैछौ लिबाङ बजार तल हो अनि हामी चाहिँ यति लगभग तपाईँको टन्नै लाग्यो कि 15 भनेपछि 20-25 मिनट जति लाग्यो अनि 10 किलोमिटर हो कि 9 किलोमिटर यस्तै समथिङ कति रहेछ अनि ट्राभल गर्दै घुम्दै ठाउँहरू चिन्दै आइरहेछौँ सो यो चाहिँ हाम्रो सातो बाटोबाट देखिने माथि टप टावरबाट देखिने भ्यू चाहिँ यस्तो छ सो हेर्दै जाऊ त सो यो चाहिँ हाम्रो माथि सातो बाटोको टावरबाट देखिने भ्यू चाहिँ यस्तो रहेको छ सो हेरौँ त सो अलराइट गाइज हामी चाहिँ माथि डाँडासाँडा घुमेर यसो टाइम म्यानेज गरेर घुमेर निस्किसक्यो अब जाँदैछौँ तलतिर अनि यो खिच्न पाएनौँ यो मेन तलदेखि माथिसम्म खिच्न पाएनौँ यो चाहिँ खिच्छौँ अनि त्यसपछि लाग्छौँ घरतर्फ जान्छौँ मलाई अब कति नै बस्नेहरू अर्का ठाउँमा आफ्नै ठाउँ प्यारो लाग्छ उसो भाइ आउनुपर्छ म पनि यो देखियोस् डाँडा चिन्नुहोस् न सातो बाटो सो गाइज अहिले चाहिँ हामी निस्किँदैछौँ सातो बाटोको भ्यू टावरबाट अब चाहिँ घरतर्फ लाग्दैछौँ यहाँसम्म चाहिँ हाम्रो लिबाङसँग डेस्टिनेसन थियो पुगेर हामी लिबाङभन्दा चाहिँ यता आएपछि चाहिँ सातो बाटो पनि घुमौँ न त भनेर यसो घुमघाम गर्दैछौँ सो भिडियो के कस्तो लागिरहेछ तपाईँहरूलाई यसो हेर्दै जाउँ छोटो मिठो भ्लग हानिदिएको छु के कस्तो भइरहेछ यात्रा राम्रो भइरहेछ अब सातो बाटोबाट लिबाङबाट सिधै गराइतिर है हजुर अब चाहिँ हामी लिबाङ बजारबाट निस्किँदैछौँ लिबाङ बजारलाई चाहिँ हामीले बाई बाई भन्नुपर्ने हुन्छ अहिले चाहिँ हामी लिबाङ बजारभित्र नै छौँ अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ अब भनौँ न अब जस टाइम पनि दामी बजेसभरि फेरि वाइड बाटो छ फेरि बिच त बिच हो तर घुमाउनु धेरै छ अब धेरै कुद्न मिल्दैन यो चाहिँ मेन बजार अब चाहिँ हामीले लिबाङ बजारलाई चाहिँ हामीले बाई बाई भन्नुपर्ने हुन्छ अब समय मिल्यो भने फेरि अवश्य नै हामी आउनेछौँ अब जस्ट मेमोरेबल टाइम स्पेन्ड भयो हाम्रो ठिकाना दाइसँग अब त्यस्तै सो अलराइट गाइज हामी चाहिँ फाइनल्ली होलेर आइपुग्यौँ भ्लग चाहिँ यहीँ हान्छु होला अब यहाँबाट चाहिँ वाइल्ड अफरोड छ अनि बिचमा फेरि यस्तो टिकाराम दाइले जाने बेला चलाउनु भएको थियो अनि फेरि अहिले फेरि त्यो भयो कि लास्टै धाउ भयो दाइलाई अनि इनर्जी लस भएको छ अनि अलिकति स्टामिना कम भयो त्यही कारणले चाहिँ दाइले मलाई दिनुभयो बाइक लगभग हुँ लिबाङदेखि नै उतैदेखि नै चलाएँ कि बाइक चाहिँ अनि यहाँ होलेरसम्म ल्याएको छु यहाँबाट नि हुँ लग्यौँ तल घोराइसम्म अनि मैले माउन्ट साउन्ड त्यस्तो केही ल्याएको थिएन सेल्फी स्टिक ल्याएको थिएँ त्यही कारणले मैले खासै भ्लग राम्रोसँग सुट गर्न पाइनँ जे जति गरेको छु गएर यस्तो मिलाएर हेरिदिउँ हाम्रो दाङतिर सनसेट यस्तो दामी भइसकेको छ अब सनसेट भइसकेको छ है डाँडाकाँडाहरू चाहिँ तपाईँहरूको चाहिँ यहाँ होलेरी हुँदै उता दारबोट हुँदै माथि तिला हुँदै यता कता गएर थबाङको सातो बाटोको टावरसम्म यात्रा गऱ्यौँ आज चाहिँ एकदम रमाइलो भयो जस भ्लग चाहिँ दामी भएको छ गएर चेकआउट गरिदिउँ तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ जुन फर्केर त्यो लाइक कमेन्ट सब्सक्राइब सबजना सपोर्ट दिनु पऱ्यो माया दिनु पऱ्यो अहिले चाहिँ हामी टिकाराम दाइको आफ्नो मान्छे घर आछौँ अब मैले भ्लग चाहिँ यहीँ गर्ने सोचिरहेको छु
बाटो पनि हाम्रो ध्वस्तै छ कि अनि त्यही कारणले राम्रोसँग अब बाइक चलाउँदै भ्लग बनाउनु भएन हुन्छ एउटा हातले चलाउने बाटो पनि यस्तो साइको घुमाउरो छ नि आम्मामा त्यो बाटो है। अनि त्यसपछि दाइलाई लास्ट थकान लगाएर चाहिँ मैले बाइक एक्सन गरेको अनि दाइ पछाडि बस्नु म चलाइदिएँ अनि बिहान चाहिँ दाइले वाइल चलाएर यहाँदेखि उहीँसम्म लग्नुभयो कि अनि आउँदाखेरि चाहिँ मैले लिबाङदेखि थोरै तलदेखि लिबाङ बजार कटिसकेपछि अलि तल आएपछि चाहिँ मैले चलाएँ जस रमाइलो भयो यात्रा ठिकै भयो रमाइलो भयो ढाड दुखिरहेको छ यहाँ जस गाह्रो छ सधैँ हो रमाइलो भयो आजको दिन एकदम बबाल एपिसोड छ यो चाहिँ भिडियो छुटाउनु हुन्न तपाईँहरूले चाहिँ एकदम दामीवाला छ सधैँ हो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अल अफ यु गाइज नेक्स्ट भ्लगमा हामी छिट्टै भेट्नेछौँ सो त्यही हो त ल।